अब केही बन्छु भन्ने सोच राखेपछि चाहिँ नि साथीहरू कसले के भन्छ, समाजले के भन्छ, यसले के भन्छ, त्यसले के भन्छ भनेर सोच्नु हुँदैन क्या। यस्तो सोच्यो भने चाहिँ आफू जहाँको त्यहीँ रहन्छ जस्तो लाग्छ क्या मलाई चाहिँ। त्यही भएर म चाहिँ यस्तो सोच्दिनँ कसले के भन्छ के गर्छ त्यस्तोतिर म ध्यान दिँदिनँ। ल गाइस हेलो गाइस, म चाहिँ तपाईँहरूको प्यारे हुबिना अनि आज मेरो चाहिँ छोटो मिठो मिनी भ्लग लिएर आउँदैछु। मैले चाहिँ मेरो साथमा यो जो देखिराख्नु भएको छ नि, यो चाहिँ मेरो साथी झर्ना हो। अनि हामी चाहिँ गफ लाउँदै श्रम गर्न जाँदैछौँ। गफ चाहिँ खतरा गइरहेछ हामी दुईजनाको। गफ गर्दा गर्दा यसले पब्जीको भेष सो गरेको थियो। हेर्नु न हेर्नु साथीहरू, हेर्नु त ऊ पब्जीको भेष हेर भन्दै देखाउँदै पछि यताउता गर्दै सब देखाएर। अनि बाटोमा बुनु पनि भेट भयो। अनि त्यहाँदेखि हामी तीनजना भएर जाँदैछौँ। आज हामी पहिलोपटक भन्नुपर्छ होला, किनभने हामी चाहिँ उधो बस्थ्यौँ अनि अहिले चाहिँ गाउँमा आएको छौँ। त्यही भएर हामी भेट भएर हामी चाहिँ आज चाहिँ श्रम गर्न जाऊँ न त भनेर जाँदैछौँ। गफ पनि खतरा दिइरहेछ। यसले केटा जिस्काएको हेरौँ न फेरि। अब बुढो भयो अरे क्या त्यो केटा, भर्खरको भयो अझै जिस्काउँथ्यो भनिरहेछ क्या। लास्ट इयर हँसाउँछ क्या यो यस्तै खालको चाहिँ, एकदम रमाइलो खालको चाहिँ हो। हामी श्रम गर्ने ठाउँमा पुग्दा चाहिँ अघि दुईजना दाजुहरू चाहिँ आएर काम गर्दै गर्नुभएको रहेछ। फेरि यसको गफ हेरौँ, यसले यहाँ आएर पनि गफ दिन चाहिँ छाडे। यसले त कहाँबाटको जोस पो आएछ, म त बेल्चा पो हान्छु भनेर हान्न थाल्यो। खत्रै पो हान्छ त बेल्चा पनि हेरौँ। अब बेल्चा हान्न थालिगयो। म पनि के कम भन्दा मैले पनि बेल्चा चलाइदिएँ। त्यहाँ वरिपरि जति पनि फोहोरहरू थियो हामी चाहिँ भेला पारेर सबैले मिलेर डढायौँ। हामीले श्रम चाहिँ सकिसकेपछि चाहिँ अब हामी फर्किँदैछौँ सबैजना। अनि त्यसै चाहिँ मलाई पछाडि जिस्काउँदैछ क्या। अनि त्यही भएर मैले चाहिँ त्यसलाई बेल्चा देखाउँदै यस्तो गर्छु। अनि त्यसले मलाई अघि पब्जीको भेष सो गरेको थियो नि त, मेरो पालो चाहिँ श्रम संस्कृतिको भेष सो गरिदिएको क्या त्यसलाई। फर्किँदा पनि हामी दुईजनाको गफ भनेको त्यस्तै हो। हामी चाहिँ के बोल्दै बोल्दै फर्किरहेछौँ। हाम्रो हात कस्तो हालत भयो, पसिना हेर्नु। हामीले श्रम गरेर फर्किँदैछौँ। अनि यसलाई चाहिँ मैले चाहिँ जय श्रम संस्कृति भन्, जय अर्का सङ्घ भन्दै त्यसलाई भन्छु क्या। त्यसले चाहिँ भनिरहेछ। अनि जय अर्का सङ्घ भन्दै हामी चाहिँ नारा लाउँदै त्यसो भन्दै हाम्रो यो मिनी भ्लग चाहिँ म यहीँ अन्त्य गर्छु। बाई बाई गाइस।